नमस्ते, म प्रकाश खड्का। यहाँहरु हेर्दै हुनुहुन्छ कर्णाली प्रदेशकै पहिलो एलटी टेलिभिजन DTH। बिचमा चाहिँ एउटा खोला पर्छ र त्यो खोलाको माथिबाट पुलबाट तलेर हुने कि त्यही नदीबाट तलेर तपाईले आउनुपर्ने अवस्था छ। यो अवस्थालाई हटाउनको लागि तपाईले के कस्तो प्रयास गर्नुहुन्छ? सर्वप्रथम मैले के राख्छु जस्तो अब यो रह्यो पुलको कुरा, पुल मात्रै गर्दाखेरि बाटो हुँदै छ। पक्कै पनि तिमी निर्माण गर्ने क्रममा तिमी आफ्नो गतिमा निर्माण हुँदै गर्छ र त्यो यातायात सँगसँगै जोडिने अर्को कुरा भनेको स्वास्थ्य व्यवसाय लगायतका कुराहरू जोडिन्छ र त्यो जोडिँदै गर्ने क्रममा चाहिँ स्वास्थ्यको दृष्टिकोणमा हेर्ने हो भने कहीँ कता यो पहिले त सुनिन्थ्यो सिटामल पनि नपाएर गर्नुपर्ने अथवा ज्यान गुमाउनु पर्ने अवस्था छ भन्ने थियो। अहिले त्यो परिस्थिति बिस्तारै चाहिँ नै त्यसलाई पछाडि पार्दै आफ्नो गतिमा अगाडि बढिरहेकै छ हाम्रो समाज र तर पनि अहिले हामीले चाहिँ स्वास्थ्य चौकी पनि वडाको स्वास्थ्य चौकी, नगर अस्पताल जस्ता स्वास्थ्यका पूर्वाधारका कुराहरू, स्वास्थ्य कर्मीका कुराहरू पनि जोडिन्छ। यिनी कुराहरूमा चाहिँ हजुरले के कस्ता गर्नुपर्छ भन्ने कुरा पनि गर्नु। अब शिक्षाको कुरामा हेर्नु पनि समग्र देशकै अवस्था हेर्ने हो भने त प्रणाली छ र प्रणालीमा पनि जाजरकोटभित्रका बालिकाहरूलाई हेर्ने हो भने सबैभन्दा विद्यालयको सङ्ख्या धेरै भएको तर उत्तीर्णको प्रतिशत हेर्ने हो भने अलिकति पछाडि गएको जुन तथ्याङ्कले बताउँछ र त्यो तथ्याङ्कलाई सुधार गर्नको निम्ति जस्तै अब अस्ति नैको पनि 8 कक्षाको रिजल्टको त्यो नतिजा हेर्ने हो भने करिब 33% मात्रै उत्तीर्ण भएको देखिन्छ। अब नगरवासी अशिक्षित भयो भने अथवा शिक्षित हुन सकेन भने अथवा शैक्षिक योग्यता चाहिँ पास गर्न सकेन भने भोलिका दिनमा तपाईँले स्वरोजगारका योजनाहरू बनाए भने पनि त्यसको लागि चाहिँ क्वालिफिकेसन नपुग्दै गर्दाखेरि फेरि यहाँबाट चाहिँ हामी नजिकैको छिमेकी राष्ट्रतिर गएर काम गर्न जान सक्छ। त्यो कारण पहिलो कुरा त शिक्षा नै हो। त्यो शिक्षाको समग्र सुधारको निम्ति तपाईँले आफ्नो नगर भएर नगरको नेतृत्व गर्दै गर्दाखेरि केही न केही आफ्नो प्लान भिजन बनाउनु भएको छ होला। त्यो काम गर्दै गर्दाखेरि पनि केही नभइरहेको पनि देखिन सक्छ। यो सबै परिवेशमा चाहिँ हजुरले यो यसै टेलिभिजन मार्फत पनि नगरवासीहरूलाई शैक्षिक सुधारका योजनाहरू पनि केही छ भने राख्नु छ भने त्यसको थप सुविधामा पनि चाहन्छ र अब यो सँगसँगै जस्तै अब बाटोको कुरा, पुलको कुरा, शिक्षाको कुरा, स्वास्थ्यको कुरा हुँदै गर्दाखेरिमा अब ती सबै कुराहरू ती सबै प्रक्रियामा जोडिने भन्थ्यो र जोडिने प्रमुख समूहभरिमा युवाहरू चाहिँ ती सबै कुरामा जोडिने प्रमुख मात्रको रूपमा लिँदछ र ती युवाहरूको निम्ति जो यहीँ बसेर यहीँ पढेर यहीँ चाहिँ सबै थोक गरेर जिउन सक्ने अवस्थाको लागि स्वरोजगारका योजनाहरू कुराहरू छ। जस्तो अब यहाँनिर यहीँकै माटोसँग जोडिएको आत्मनिर्भरतासँग जोडिएको विषयहरू हुन सक्छ। यसका लागि यहीँकै युवाकोलाई, यहीँकै नागरिकको, यहीँकै नगरको हैसियतले ती युवाहरूलाई यहाँबाट तपाईँले एउटा खालको चाहिँ आह्वान गर्ने कुराहरू, एक खालको सल्लाह सुझाव दिने कुराहरू र एक खालको अवसर दिने कुराहरू कसरी गर्नुहुन्छ, कसरी योजना बनाइरहनुहुन्छ त्यो सँगसँगै अब खेल मैदानको कुराहरू छ। जस्तो अब रनिङ सुरुमा त 2-3 वर्ष छेडाघाटै जित्या पनि छ। त्यो सफलताको फैलाउने कुराहरू नेपालीका तुलनाको हिसाबलाई दिनु प्रोग्रेसिभ रूपमा अगाडि बढिरहेको छ। तर आफ्नै खेल मैदान नहुँदा पनि त्यो हिसाबको चाहिँ सफलता हासिल गर्न सक्ने बालिकाले आफ्नै बालिकाको चाहिँ खेल मैदान, खेल
भवन अथवा यो पूर्वाधारको यी कुराहरूलाई जोडियो भने अझै राष्ट्रिय स्तरसम्म कतिको हुने तरिकामा अगाडि बढ्न सक्छन् होला पक्कै पनि। त्यो भएको हुनाले खेल पूर्वाधार निर्माणको लागि अथवा खेलाडीको लागि भनेर यस्तो बजेट प्लानहरू गर्ने पनि गर्नुभएको पनि होला। ती अप्रुभ होला नहोला यहाँका युवाहरूले गरेको विषय होला। तर तपाईँको दृष्टिकोणबाट हेर्दाखेरि के त्यतिले तिनी युवाहरूलाई खेलाडीहरूलाई पुग्ने अवस्थामा राखिएको छ होला कि छैन होला? नमस्ते, म प्रकाश खड्का। यहाँहरू हेर्दै हुनुहुन्छ कर्णाली प्रदेशकै पहिलो एचडी टेलिभिजन द्युति एचडी र म आज पनि सधैँ जसो दृष्टिकोणको अर्को एपिसोडलाई लिएर आएको छु। र आज हामीसँग हुनुहुन्छ कर्णाली प्रदेशकै राजधानी सुर्खेत जिल्लाबाट केही टाढाको जिल्ला र नजिकैको जिल्ला जाजरकोट जिल्ला र जाजरकोट जिल्लाको सदरमुकामबाट पनि केही थोरै भित्र छेडाघाट नगरपालिकाको नगर प्रमुखज्यू आज हामीसँग हुनुहुन्छ। आदरणीय नगर प्रमुख रत्न खड्काजीलाई यहाँ स्वागत गर्न चाहन्छु। र हामी फेरि पनि यो दृष्टिकोणको अर्को एपिसोडलाई लिएर समाजलाई कसरी बढाउने, कसरी नेतृत्व गर्ने, कसरी चाहिँ समृद्धतर्फ चाहिँ हाम्रो समाजले लैजाने र त्यसप्रति चाहिँ हाम्रो जनप्रतिनिधिहरूको दृष्टिकोण के रहन्छ त भन्ने कार्यक्रम हामीले रन गरिरहेका हुन्छौँ। र त्यसमा हामीले हजुरलाई लिएका छौँ, जो कि कर्णाली प्रदेशमा एउटा नगरपालिकालाई हामी भने एउटा सफल नेतृत्व कर्मीको रूपमा पनि चिनिनु भएको छ। हाम्रो दृष्टिकोणमा चाहिँ उपयुक्त मेयरको रूपमा हामीले हजुर लिएका छौँ। र आज भोलि अलिकति अनौपचारिक कुराबाट सुरु गरौँ र बिस्तारै औपचारिक कुराहरू हुन्छ होला। र हिजो आज अलिक केमा व्यस्त हुनुहुन्छ? हिजो आज पालिकामै हाम्रो चाहिँ हिजो आँखा बजार केन्द्र स्थापना भएको थियो छेडाघाट नगरपालिकामा। त्यसपछि आज चाहिँ सार्वजनिक सुनवाई थियो। छेडाघाट नगरपालिकै जनताका काममा जनताका अफिसियल काममा व्यस्त छु। भनेपछि आफूसँग भएको जति समय छ त्यो समय सबै नागरिकलाई व्यतीत गरिरहनु भएको छ। त्यही भन्नु पर्यो, छेडाघाट नगरपालिकाका जनताका कामहरू साथ दिएर चाहिँ केही काम गरिरहेका छु। र यो छेडाघाट नगरपालिकाको नगर प्रमुख भएर नगरवासीलाई चाहिँ समय दिइरहनु भएको छ र नगर भित्रका विभिन्न कामहरूमा चाहिँ व्यस्त भइरहनु भएको छ। र नगरपालिकाकै काममा व्यस्त रहिरहँदाखेरि नगरपालिकाकै कार्यालयमा प्रवेश गर्दै गर्दाखेरि बिचमा चाहिँ एउटा खोला पर्छ र त्यो खोलाको माथिबाट पुलबाट तरेर होइन कि त्यही नदीबाट तरेर तपाईँ नै आउनुपर्ने अवस्था छ। यो अवस्थालाई हटाउनको लागि तपाईँले के कस्तो प्रयास गर्नुभएको छ? सर्वप्रथम मैले के थाहा गर्छु? सर्वप्रथम चाहिँ द्युति टेलिभिजनबाट सुर्खेतबाट आएर जाजरकोटको कर्णाली प्रदेश दुर्गार पिछडिएको जिल्ला जाजरकोट त्यो पनि कुना काप्चामा अवस्थित छेडाघाट नगरपालिकामा आएर इन्टरभ्यू लिने जमर्को गर्नुभयो। यहाँका जनमानसमा चाहिँ घरका विकासमा हामी चाहिँ धन्यवाद दिन चाहन्छु, आभारी छु। र भर्खरै तपाईँ यहाँ आउँदै देख्नु भएको छ, यो हामी तपाईँ साइड चाहिँ झुङ्गे पुलबाट पार गरिरहनु भएको छ। र अहिले सिजनमा हामी चाहिँ गाडीबाट नदीमै पार गर्छौँ। र त्यही खोलामा चाहिँ हामीले झन्डै 1 वर्ष पहिले बेली ब्रिजको सामानहरू ल्याएर थुपारेको अवस्था हो। गत वर्ष विविध कारणवश हामीसँग आफ्नो आर्थिक स्रोत नभएको प्रदेशले चाहिँ बजेट हाल्नु भएको थियो। गत वर्ष विविध कारणवश बजेट छुट्याउन सकिएन र गत वर्षको उसमा चाहिँ बजेटमा राख्नु केही बजेट भएको र यही क्षेत्रका आर्थिक मामिला यो क्षेत्रबाट निर्वाचित आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहको विशेष पहल हामीले टेन्डर आह्वान गरेर बेली ब्रिजको काम सुरुवात भइरहेका छ। 2टा मेसिन लागेको छ, द्रुत गतिमा काम भएको छ। मलाई लाग्छ तपाईँ अब आउँदाखेरि अब 6 महिना पछाडि मसिनपुर आरमा आउँदाखेरि तपाईँ अब चाहिँ आफ्नो सवारी साधन
तपाईँ चाहिँ पारी नराखेर झुलमिल गर्न चलेर पक्कै पनि हाम्रो बिलिबिलिबाट चाहिँ हामी मनागारमा अवतरण हुनेछौँ र छिटोभन्दा छिटो काम चाहिँ हुनेछ। यसलाई चाहिँ म यो बजेट व्यवस्थापन गर्दै गर्नु यो क्षेत्रको माननीय नेपाली भाषी नेता राजीव गुरुङ शाहलाई धन्यवाद दिन चाहन्छु। बजेट व्यवस्थापन गरेर पुनर्निर्माण कार्य भइरहेको छ। भनेपछि हजुर आफै पनि निर्माण व्यवसाय पनि हुनुहुन्छ? म आफैमा पनि निर्माण व्यवसायी हो, म क्लासको निर्माण व्यवसायी हो र अहिले मैले त्यति ठेक्काहरू लिएको पनि छैन। निर्माण व्यवसाय भनेपछि अब अर्कोपल्ट आउँदाखेरिमा हामी सरकार पुल तरेर आउने सक्ने परिस्थिति बन्छ। तपाईँलाई वचन दिन्छु, निर्माण व्यवसायीले यही सोच चाहिँ जुन अहिले द्रुत गतिमा काम गर्नुभएको छ यो गतिमा कामहरू व्यवसायले गरिदिएपछि पक्कै पनि हामी आउँदो नक्सिक पुष्प पुलबाट नै पार गर्छौँ। अनि जस्तो अब यो रह्यो पुलको कुराहरू, पुल बन्दै गर्दाखेरि बाटो पनि बन्दै छ, पक्कै पनि तिनी निर्माण गर्ने क्रममा ती आफ्नो गतिमा निर्माण हुँदै गर्छन् र त्यो यातायात सँगसँगै जोडिने अर्को कुरा भनेको स्वास्थ्य व्यवसाय लगायतका कुराहरू जोडिन्छ र त्यो जोडिँदै गर्ने क्रममा चाहिँ स्वास्थ्यको दृष्टिकोणमा हेर्ने हो भने कहीँ कता यो पहिले त सुनिन्थ्यो सिटामल पनि नपाएर चाहिँ मर्नुपर्ने अथवा ज्यान गुमाउनु पर्ने अवस्था छ भन्ने थियो। अहिले त्यो परिस्थिति बिस्तारै चाहिँ त्यसलाई पछाडि पार्दै आफ्नो गतिमा अगाडि बढिरहेकै छ हाम्रो समाज र तर पनि अहिले हामीलाई चाहिँ स्वास्थ्य चौकी पनि वडाको स्वास्थ्य चौकी, नगरको नगर अस्पताल जस्ता स्वास्थ्यका पूर्वाधारका कुराहरू, स्वास्थ्य कर्मीका कुराहरू पनि जोडिन्छन्। यिनी कुराहरूमा चाहिँ हजुरले के कस्ता कदमहरू चाहिँ अगाडि बढाउनुहुन्छ? अब स्वास्थ्य क्षेत्रमा हामीले नगर अस्पताल छ। नेपाल सरकारले 97वटा औषधिहरू चाहिँ निःशुल्क उपलब्ध गराएको छ। जनताले हामीले निःशुल्क गर्नुपर्छ र त्यो पश्चात हामीले आफूले त्यो बाहेकका अरू औषधिहरू हामीले नगर अस्पतालमा हामीले खरिद गर्ने गरेका छौँ, टेन्डर आह्वान गरेका छौँ, केही प्रोटिनबाट किनेका छौँ र तिनलाई चाहिँ न्यूनतम मूल्यमा हाम्रो फार्मेसी पनि छ, नगर अस्पतालमा फार्मेसी छ, न्यूनतम ट्रान्सपोर्टेसन जोडेर हामीले जनताहरूलाई चाहिँ कमभन्दा कम मूल्यमा चाहिँ दिने गरेका छौँ, सेवा दिने गरेका छौँ र हिजोको दिनमा सिटामल हुँदैन थियो, हिजोको दिनमा सामान्य ब्लड चाहिने ब्लिडिङ भयो भने रोकथाम गर्न सक्ने अवस्था हुँदैन थियो। तर आजको दिनमा हामीले स्वास्थ्य क्षेत्रलाई सबै 13 20 समथिङ स्वास्थ्य चौकीहरू आधारको स्वास्थ्य चौकीहरू स्थापना भएको छ। एउटा 1500 हस्पिटल छ। हामीले भर्खरै कुमारी ट्रस्टमा चाहिँ कुमारी ट्रस्टको सञ्चालकले हामीले चाहिँ अस्पताल चाहिँ हस्तान्तरण गर्नुभएको छ छेरगाड नगरपालिकालाई। त्यही अस्पतालबाट हामीले नगर अस्पताल सञ्चालन गरेका छौँ र हामीले तत्काल चाहिँ हिजो मात्रै हिजो मात्रै हामीले नेपाल रेड क्रस सोसाइटी आँखा अस्पताल सुर्खेत छेरगाड नगरपालिका सहकारीमा हामीले हिजो मात्रै आँखा अस्पताल चाहिँ स्थापना गरेका छौँ। हिजो मात्रै हामीले झन्डै 200 जना बिरामीहरूलाई आँखाको शल्यक्रिया, मोतीबिन्दुको शल्यक्रिया गरेका छौँ र सबै ठाउँमा चाहिँ मलाई लाग्छ सामान्य रोगबाट झाडा बान्दा भनेपछि चाहिँ रोकथाम गर्न सक्ने, ज्वरो आएर सिटाउनु यस्ता किसिमको सानातिनालाई चाहिँ हामीले सबै एलर्ट गराएर सबै चाहिँ हाम्रो चाहिँ 13वटा प्रत्येकवटा स्वास्थ्य चौकी राखेका छौँ। स्वास्थ्य कर्मी हाम्रा कर्मचारी खटिनु भएको छ। सबै क्षेत्रलाई सम्मिलित गरेर हामीले सबैलाई चाहिँ हामीले एक ठाउँ राखेर स्वास्थ्य उपचार जस्तो शिक्षाको कुरा गरौँ, स्वास्थ्यसँग जोडिने भनेको शिक्षाको कुरा पनि गरौँ। अब शिक्षाको कुरामा हेर्ने पनि समग्र देशकै अवस्था हेर्ने हो नि त, कर्णाली पछाडि नै छ र कर्णालीमा पनि जाजरकोटभित्रका बालिकाहरूलाई हेर्ने हो भने सबैभन्दा विद्यालयको सङ्ख्या धेरै भएको,
तर उत्तीर्णको प्रतिशत हेर्ने हो भने अलिकति पछाडि रहेको जुन तथ्याङ्कले बताउँछ र त्यो तथ्याङ्कलाई सुधार गर्नको निम्ति जस्तै अब अस्ति नैको पनि 8 कक्षाको रिजल्टको त्यो नतिजा हेर्ने हो भने करिब 33% मात्रै उत्तीर्ण भएको देखिन्छ। अब नगरवासी अशिक्षित भयो भने अथवा शिक्षित हुन सकेनन् भने अथवा शैक्षिक योग्यता चाहिँ पास गर्न सकेनन् भने भोलिका दिनमा तपाईले स्वरोजगारका योजनाहरू बनाए भने पनि त्यसको लागि चाहिँ क्वालिफिकेसन नपुग्दै गर्दाखेरि फेरि यहाँबाट चाहिँ हामी नजिकैको छिमेकी राष्ट्रतिर गएर काम गर्नुपर्ने अनुपस्थिति बन्न जान सक्छ। त्यो कारण पहिलो कुरा त शिक्षा नै हो। शिक्षाको समग्र सुधारको निम्ति तपाईले आफ्नो नगरको भएर नगरको नेतृत्व गर्दै गर्दाखेरि केही न केही आफ्नो प्लान भिजन बनाउनु भएको छ होला। त्यो काम गर्दै गर्दाखेरि पनि केही नभइरहेको पनि देखिन सक्छ। यो सबै परिवेशमा चाहिँ हजुरले हाम्रो यसै टेलिभिजन मार्फत पनि आफ्नो नगरवासीहरूलाई आफ्नो शैक्षिक सुधारका योजनाहरू के के छन् त्यो पनि केही छ भने राख्नु। धन्यवाद। एकदम मिठो शिक्षातर्फको चाहिँ प्रश्न सोध्नु। शिक्षातर्फ सबभन्दा पहिला हामीले भौतिक संरचनालाई चाहिँ हामीले केही नयाँ निर्माणहरू भइराखेका छन्, केही भइसक्यो कर्मी रूपमा सेभ द चिल्ड्रेन पाता एउटा संस्था छ संस्कृति मार्फत प्लस प्रदेशहरू र पूर्वाधार विकास मन्त्रालयबाट के निर्माण कार्यहरू हाम्रो सञ्चालन भएको छ। केही नमुना विद्यालय छन्। सरकारले हामीलाई वार्षिक एउटा निश्चित एउटा एमाउन्ट दिन्छ, बजेट दिन्छ, त्यो हामीले कार्य गरेका छौँ। र त्यसै सिलसिलामा अब विद्यालयको विद्यार्थीको पढाइको स्तर अहिले खसिलो छ। पढाइ प्रदेशमा विशेष गरी हामी निर्वाचन भएको झन्डै 3 वर्ष भइसक्यो। यही पैसा लगभग पुगिसक्यो। जेठ सालमा चाहिँ हामीले पुगिसक्यो। यो 3 वर्षको पिरियडमा फाइदा छ। सायद कर्णाली पढेसीहरूमा छायामा सबैभन्दा बढी विद्यालयहरू पाएको छ। हाम्रो झन्डै 200 को आधारमा विद्यालयहरू बाल विकास प्रावि आदि र मावि र झन्डै 200 विद्यालयहरू खोजको अवस्थामा छ। अब मैले पहिलेको जनप्रतिनिधिहरूलाई यो बारेमा धेरै भन्न चाहिँदैन। जुन विद्यालयको स्तरभन्दा पनि विद्यार्थी सङ्ख्या पनि विद्यार्थी थप्ने कुरा भयो। त्यसलाई मैले चाहिँ म गत वर्षबाट लागेर त्यसलाई चाहिँ न्यूनीकरण गर्नुपर्छ, विद्यालय मर्ज गर्नुपर्छ भनेर अप्नाउनु। केही विद्यालय गत वर्ष हामीले मर्ज गरेको अवस्था हो। अहिलेको अवस्था पनि हामीले केही विद्यालयहरूलाई चाहिँ क्राइटेरिया राखेर मर्ज गर्ने तयारीमा छौँ। इक्जाम भयो र अहिलेको देशको परिस्थितिमा शिक्षकहरू सबै आन्दोलन भएर काठमाडौँ केन्द्र भएर यसलाई हामीले अगाडि बढाउने अवस्था छ। जुन चाहिँ म भर्खरै वार्षिक परीक्षा भएकोमा 8 क्लासकै तपाईँले चाहिँ परीक्षा गर्नुभयो। त्यसमा हामीले गत वर्षमा योभन्दा पहिला वर्ष हामीले प्रत्येक आफ्नो विद्यालयमा आफैले इक्जाम परीक्षा लिने कपी चेक गर्ने एउटा थियो। यो वर्ष हामीले चाहिँ के गरेका थियौँ भने सबैको चाहिँ सेन्ट्रलाइज गरेर नगरपालिकाले क्वेसन पेपर तयार गरेर त्यसको चाहिँ केन्द्र आदर्श त्यसपछि चाहिँ विद्यालय निरीक्षकहरूले चाहिँ हामीले राखेर हामीले आफ्नो हिसाबले विद्यालय कसैलाई त्यहाँ आबद्ध नगराएर कुनै जनप्रिय आबिको चाहिँएको विद्यालयको चाहिँ बीमा बीको एमा गराएर वडा स्तरीय चाहिँ बनाएर एउटा हामीले चाहिँ 17-18 केन्द्र गराएर हामीले परीक्षा लियौँ। र त्यसमा कतै चिटिङ पनि हुन पाएन, कोही कतै चाहिँ फेल एक्जाम भएको हाम्रो भएको पारदर्शी रूपमा परीक्षा लिँदाखेरि धेरै जस्तो विद्यार्थीहरू उत्तीर्ण हुन नसकेको अवस्था भयो। भनेपछि त्यहाँ शिक्षकहरूको पनि अलिकति भूमिका अघि सुधार्नुपर्छ भन्ने त्यो भएको हुनाले अब चाहिँ एकदम हामीले न्यूनतम मूल्य उत्तीर्ण भए सबै तपाईँले भन्नु 33% त्यो भएको हुनाले अब हामीले फेरि रिचाइनिङ बाँकी पास गर्नु पऱ्यो, रिचाइनिङमा पेपर दिन लाउनु पऱ्यो,
सबै विद्यालयमा हामी बस्नु पऱ्यो। ती विद्यालय कसरी उताउनु, पढाइ स्थलमा भएन, हिजो राम्रो आएन, लैङ्गिकबद्धता गराउने, प्रतिबद्धतादायी गराउने, भोलिका दिनमा सुधार्ने मौका दिने, सुधार्नेका सूत्रहरू यिनी हुन्, यसरी सुधार्नुहोस्, विद्यालय कमजोर भयो भन्ने चाहिँ हामी तयारीमा अवस्थामा थियौँ। ठ्याक्कै त्यहाँ आन्दोलनले हामीले केही पनि गर्न सकेका छैनौँ। अब एक दिन मलाई लाग्छ आन्दोलन सफल भएपछि अनि यसलाई पनि हामीले सुधार्नेछौँ। र अर्को कुरा चाहिँ छेडागाड नगरपालिकामा हामीले सायद यी क्षेत्रमा काम के छ मलाई थाहा छैन, हामीले नयाँ टिचरहरू भर्ना गर्दाखेरि हामीले एउटा एकदम फेर पाल्दो हिसाबले हामीले भर्ना गर्ने नयाँ चाहिँ टिचर लेखेको अवस्था रहेको छौँ। हामीले प्रश्न ब्याङ्क क्वेसन बनाएर 1 वर्ष 2 वर्ष पहिले नै राखिसकेका छौँ। लासामा लगाएर चाहिँ पुलिसमा राखेका छौँ, सेक्युरिटीमा राखेका छौँ। र आज नै हामीले चाहिँ कुनै एउटा विद्यालयको चाहिँ इक्जाम एउटा विषयको लिनु पऱ्यो भनेपछि उति बेला विज्ञ तयारी गर्छौँ। विज्ञ आउनुहुन्छ, विद्यालय व्यवस्थापन आउँछ, हाम्रो शिक्षा शाखा टिम जान्छ, एउटा गोला प्रथावर्ताहरू छ, कुन पेपर हुने थाहा हुँदैन। अनि एउटा 1-2 नम्बरिङ गरेर राखेर त्यहाँ हामी राख्छौँ। अनि नम्बरिङबाट जुन चाहिँ आउँछ कुन आउने हो त्यहाँ एउटा जुन तार्यो त्यो पेपर तार्छौँ। सडासर चाहिँ त्यहाँ पहिलो पर्सेन्ट दिन्छौँ, चेक तुरुन्तै गर्छौँ। अनि पास हुने पास हुन्छ, फेल हुन्छ। सेकेन्ड पेपर तुरुन्तै हामीले चाहिँ गराएर एकदम फेरि ट्यालेन्ट राम्रो मान्छे आउँथ्यो। हिजोको दिनमा ती मेरा मान्छे आउँथ्यो, हाम्रा मान्छे आउँथ्यो। ट्यालेन्ट मान्छे एउटा चाहिनेमा पूर्व चाहिँ दिमाग भएका राम्रो मान्छे पछि गइरहेको छ। त्यो अहिले फेरि छ नम्बर छेडागाडीहरू त्यो बाबुले हामीले अझै पनि हाम्रा भएका आविका प्राविका माविका विद्यालयको चाहिँ पढाइ स्थल एउटै किसिमको होस् भन्ने हिसाबले हामीले अझै हामी भर्खर सुरुवात गरेका छौँ। अझै आउँदो वर्षलाई सुधारेर विद्यालयको चाहिँ सङ्ख्या कम होस्, विद्यार्थी सङ्ख्या बढोस्, प्रत्येक विद्यालयमा फुल फेजमा चाहिँ होस्। 1 देखि 5 सम्म कति टिचर हुनुपर्ने, 1 देखि 8 सम्म कति टिचर हुनुपर्ने, 1 देखि 10 सम्म कति हुनुपर्ने, 1 देखि 12 सम्म कति टिचर हुनुपर्ने, त्यो चाहिँ दरबन्दी फुल फेज होस्, विद्यार्थी सङ्ख्या फुल फेज होस्, बरु विद्यालय सङ्ख्या भन्नेहरूलाई हामी लागेका छौँ। र सायद मलाई लाग्छ यो सुधार गरेर ठिक छ, हामीलाई यसको थप सुविधामा पनि दिन चाहन्छौँ। र अब यो सँगसँगै जस्तै अब यो बाटोको कुरा, पुलको कुरा, शिक्षाको कुरा, स्वास्थ्यको कुरा हुँदै गर्दाखेरिमा अब ती सबै कुराहरू, ती सबै प्रक्रियामा जोडिने भनेको र जोडिने प्रमुख समूह, उमेर समूहभरिमा युवाहरू चाहिँ ती सबै कुरामा जोडिने प्रमुख मात्रको रूपमा हुने गर्छ। र ती युवाहरूको निम्ति जो यहीँ बसेर, यहीँ पढेर, यहीँ चाहिँ सबै थोक गरेर जिउन सक्ने अवस्था बनाउनको लागि स्वरोजगारका योजनाहरूका कुराहरू छन्। जस्तो अब यहाँनिर यहीँकै माटोसँग जोडिएको आत्मनिर्भरतासँग जोडिएको विषयहरू हुन सक्छन्। यसका लागि यहीँकै युवाका लागि, यहीँकै नागरिक र यहीँकै नगरको हैसियतले ती युवाहरूलाई यहाँबाट तपाईँले एउटा एक खालको चाहिँ आह्वान गर्ने कुराहरू, एक खालको सल्लाह सुझाव दिने कुराहरू र एक खालको अवसर दिने कुराहरू कसरी गर्नुहुन्छ त, कसरी अब योजना बनाइरहनु भएको छ? यो बारेमा चाहिँ अब सडकको बारेमा एउटा पुलको बारेमा थोरै सानो सहयोग गरेको छ। सडकमा चाहिँ हामीले मननिर्वाचित भइसकेपछि हामीले त्योभन्दा पहिला को साथ प्रमाण हिसाबले हुन्छ कुनै पनि सङ्ग्रह पर्नेछु, कुनै पनि प्रोजेक्टहरू 50 लाख रुपियाँको प्रोजेक्ट नआएको अवस्था छेडागाड तपाईँले 79 भन्दा अगाडि तपाईँले हेर्न सक्नुहुन्छ। कुनै पनि हाम्रो चाहिँ राष्ट्रिय तहका कुनै पनि योजना पढेको अवस्था छैन। चाहे चाहिँ प्रदेश होस्, चाहे स्वयं होस्, कुनै पनि पढेको छैन। पालिकामा आउने बजेटबाट सञ्चालन गरेर सडक स्थापना भएको अवस्था र सडक पुगेको अवस्था छ। म निर्वाचित भइसकेपछि हामीले पहिलो चाहिँ आसियाको गोलीदारको चाहिँ विदेशी चाहिँ भएको प्रोजेक्ट मोर्कदेखि चम्तिला हुँदै फाल्यासम्म 76 करोडको सडक निर्माण अवस्थामा छ। अर्को वर्ष लागू
तपाईँले एउटा पहिलो चाहिँ आएर काम गर्नुभयो। अर्को छेडागार नगरपालिकामा मभन्दा पहिलो जनप्रतिनिधि विविध कार्यवस्तुहरूको रेगुलर गर्न चाहन्छु। पहिला म निर्वाचित भइसकेपछि कुनै पनि हाम्रो प्रशासकीय भवनको छेडागार नगरपालिकाको केन्द्रको टुङ्गो लाग्ला। प्रशासकीय भवन त त्यसमा बढ्ने कुरै भयो। हामी र म निर्वाचित भइसकेपछि पहिलो बैठकले हाम्रो प्रशासकीय केन्द्रको चाहिँ छेडागार नगरपालिका केन्द्रको चाहिँ टुङ्गो लगाएको अवस्था। टुङ्गो लगाइसकेपछि संयुक्त निकायमा हामीले त्यसको सूचीकरण पठायौँ। त्यसपछि राजपत्र निकाल्यौँ। राजपत्र निकालिसकेपछि हामीले टेन्डर चाहिँ आह्वान गरेर प्रशासकीय भवन तपाईँले हेरेर संख्या बनिरहेको छ। संख्या झन्डै 60-65% काम सिद्धिएको छ। हामी भोलिका दिनमा चाहिँ त्यो एउटै बिल्डिङबाट हामीले सबै सेवाहरू प्रवाह गर्न सक्छौँ। एउटा त्यो बिल्डिङ हामीले बनाएको। अर्को सहरी विकासबाट हामीले 20 करोड बजेट चाहिँ हालेर एउटा 4 करोड घटाएर 16 करोडमा टेन्डर आह्वान गऱ्यौँ र चन्किलाबाट थलोसम्म एउटा सडक निर्माण हुँदैछ। अर्को चाहिँ 13 नम्बरको वडा कार्यालय निर्माण हुँदैछ र त्यस्तै लगायतका अरू सडकहरूको चाहिँ विभिन्न सडकहरूमा निर्माण छैन। खारा खामले लगायत विभिन्न ठाउँमा थोडा बहुत बजेटले सङ्ग्रह पर्नेको बजेट हामीले गरेका छौँ र आयुर्वेदिक चाहिँ अस्पतालमा हामीले सम्पन्न गरेका छौँ। हाम्रो कार्यक्रममा आयुर्वेदिक अस्पताल छौँ, आफ्नै भवनमा बसेका छौँ। त्यस्तै अरू चाहिनेमा सङ्ग्रह प्रतिवादको गरेको छ र विकास निर्माण यसरी चाहिँ भएको छ। र अर्को कुरा म एउटा छेडागार मैले चाहिँ घोषणापत्र मैले घोषणापत्रमा चुनावी नभएकोले गर्दाखेरि घोषणापत्रमा आउँदा चाहिँ मैले मेरो तलब छैन। मेरो तलबले असहाय दुखी गरिब बालबच्चालाई पढाउनेछु भनेको चाहिँ लिएको पनि छैन। मेरो बजेटले मेरो तलबले मैले असहाय दुखी गरिबी एकदम दलित पिछडिएका वर्ग जसले उच्च शिक्षा हासिल नगर्ने वर्गलाई चाहिँ म अझै सम्मान गरेर मैले पढाइराखेका अवस्था दिइराखेका छ। भनेपछि तपाईँले आफ्नो सेवा सुविधालाई मद्दत गरेर त्यो शिक्षामा अथवा लक्षित वर्गलाई केन्द्रमा राखेर तपाईँले सहयोग गरिरहेका अवस्था छ। त्यसै गरेर मैले प्रत्येक वर्ष चाहिँ छेडागारबाट थोडा बहुत चाहिँ एउटा सपोर्ट होस् भनेर उच्च शिक्षा डक्टरको उन्नयन गर्नलाई हामीले वार्षिक 2 दिन थोडा बहुत 4 लाख छुट्याएको छु। त्यो हामीले पिछडिएका 3 वर्गलाई पनि हामीले शिक्षा प्रोत्साहन स्वरूप पुरस्कृत हो। यो हामीलाई सम्मान गरेको छ, सम्मान कदर गर्नुपर्छ, पढ्नुपर्छ भन्ने हामीले त्यहाँ दिएका छौँ। र तपाईँले अहिले आएर अब चाहिँ युवा स्वरोजगारको बारे चिन्ता गर्नु। युवा स्वरोजगार बारेमा हामीले युवाहरूलाई चाहिँ यो क्षेत्रमा स्थापना गर्न, सिपहरू सिक्न, विदेशी घुम्न नगएर यहीँ चाहिँ केही गर्नुपर्छ। आफ्नै भूमिमा, आफ्नै जिल्लामा, आफ्नै घरमा, आफ्नै कोठाहरूमा, आफ्नै दाजुभाइसँग गर्नुपर्छ भन्ने छ। हामीले केही चाहिँ सिपहरू सिकाइरहेका छौँ। जस्तो चाहिँ स्लेटहरू चाहिँ काट्नेहरू चाहिँ हामीले सिकाइरहेका छौँ। जस्तो ब्लगहरू चाहिँ हामीलाई बनाइरहेका छ। आलु चाहिँ पोसहरू चाहिँ राखेका छौँ। सिस्नोको पाउडर बनाइदिएका छौँ। हामीले साबुनहरू चाहिँ बनायौँ। विविध लगाएर यस्ता चाहिँ युवाहरूलाई चाहिँ यही स्थापना गर्नुहोस्। तपाईँ अरू विदेशी गर्नुहोस्, सिपमूलक काम गर्नु लागेका छौँ। आउँदा दिनहरूमा निरन्तरता दिन्छु। र मेरो अहिले एउटा भावना पनि के छ, आउँदो वर्षमा प्रत्येक वडाबाट चाहिँ मिलेर सब मिलेर हेर्ने तर्फमा पढाउनलाई बजेट छुट्याएलाई व्यवस्थापन गर्नुपर्छ कि भन्ने आउँदो वर्ष हामीले राखेका छौँ। र त्यो भइदिएपछि तिनी युवाहरूले आज 2 लाख रुपियाँ नसक्ने युवाले 1.5 लाख रुपियाँ युवाले भोलि इन्डियाको चाहिँ काम गर्नुपर्छ। अरबको खाडीमा अहिले चाहिँ काम गर्नुपर्छ। त्यो गर्न नभएर यहाँ पढ्यो भने त उसले सब इन्जिनियर भएर काम गरिखान सक्छ। यसरी पास भएर फेल भएर पनि एउटा कुनै दिनले सिप सिक्यो, पढ्यो भने त गर्न सक्छ कि। प्रत्येक वर्ष 25-26 जना दिउँ न भनेर
जस्तो लागेको छ। यिनी युवाहरूलाई आकर्षित एट्र्याक्सन गर्नलाई के छ। अनि त्यो सँगसँगै अब खेल मैदानको कुराहरू छन्, जस्तो अब रनिङ सिलमा त लगभग 2-3 वर्ष जस्तो त छेडाघाटै जित्या पनि छ। यस्तो खालको सकारात्मकता फैलाउने कुराहरू अन्य पालिकाको तुलनात्मक हिसाबमा हेर्ने हो भने त प्रोग्रेसिभ रूपमा अगाडि बढिरहेकै छ। तर आफ्नै खेल मैदान नहुँदा पनि त्यो हिसाबको चाहिँ सफलता हासिल गर्न सक्ने पालिकाले आफ्नै पालिकाको चाहिँ एउटा खेल मैदान, खेल भवन अथवा यो पूर्वाधार ती कुराहरूलाई जोडिदियो भने अझै राष्ट्रिय स्तरसम्म प्रतिनिधित्व हुने तरिकामा अगाडि बढ्न सक्छन् होला पक्कै पनि। अब त्यो भएको हुनाले खेल पूर्वाधार निर्माणको लागि अथवा खेलाडीको लागि भनेर त्यस्तो बजेट प्लानहरू गर्ने पनि गर्नुभएको पनि होला। ती अपुग होला नहोला ती यहाँका युवाहरूले पनि मूल्याङ्कन गरेको विषय होला। तर तपाईँको दृष्टिकोणबाट हेर्दाखेरि के त्यतिले तिनी युवाहरूलाई, तिनी खेलाडीहरूलाई पुग्ने अवस्थामा राखिएको छ होला कि छैन होला? अब खेल मैदानको कुरा गर्दा म खेल प्रेमी मान्छे पनि हो। त्यति अब राष्ट्रिय खेलाडी, जिल्ला स्तरीय खेलाडी बन्न नसके पनि भलिबल, फुटबल यिनी खेलमा पनि चासो राखिरहेको हो। म खेल प्रेमी पनि खेल्न सक्छु। स्वास्थ्यको लागि खेल्ने पनि अनिवार्य छ। र मैले के बुझ्छु चाहिँ यो मेरो छेडाघाट नगरपालिकामा खेलप्रति खेल प्रेमी युवाहरू थुप्रै भएको अवस्था छ। हामीले 3 वर्ष लगातार सिल्ड जितेर यो वर्ष हामीले जिल्ला स्तरीय सिल्ड हामीले 3 वर्षमा पच गरेर प्रथम भएर हामीले सेवाको छ यो सिल्ड। र विद्यालयमा केही विद्यालयमा फिल्डहरू छ, पाहाडी भएको पनि छैन। त्यो गर्दाखेरि हामीले केन्द्र भएको चौथामा छेडाघाटको सेन्टर भएको जुन चाहिँ केन्द्र उसमा छ, त्यहाँ चाहिँ आउँदो वर्षको लागि नगरपालिकाले पनि केही त थप बजेट गर्ने र सम्बन्धित निकायसँग प्रदेशले चाहिँ खेल मैदानको लागि आलोचना गरेर पैसा माग पनि गरेका छौँ। के हाल्दैछ भने तत्काल हामीले त्यो विस्तारमा एउटा ठाउँ छ हामीले राखेका छौँ। खेल मैदान लगाइदियो भनेपछि युवा भाइ बहिनीहरूले आफ्नो खेल प्रस्तुत गर्नुहुन्छ। त्यसलाई चाहिँ सकारात्मक हिसाबले धन्यवाद छ यहाँलाई। अब हामी यस कार्यक्रमको अन्तिम चरणमा आइपुगेका छौँ र हामीले गरेका कुराकानीहरू यहाँले सुनिरहनु भएकै होला र मनन गरिरहनु भएकै होला। एउटा जनप्रतिनिधि जो एउटा विकट जिल्लाको विकट पालिकामा रहेको एकजना जनप्रतिनिधिले आफ्नो सेवा सुविधा सबै कटौती गरेर जो नागरिकको लागि समर्पित गर्नुहुन्छ र जो एउटा यस्तो जनप्रतिनिधि जसले नगरवासीको समयको लागि आफ्नो समय पुरै व्यर्थ रूपमा व्यतीत गर्नुहुन्छ, जसले आफूलाई भन्दा बढी समय नगरवासीलाई दिनुहुन्छ, त्यस्तो नगर प्रमुखसँग आज हामीले कुरा गरिसकेका छौँ। र यहाँले जुन प्रतिबद्धता जनाउनु भएको छ, जुन एउटा बाचा गर्नुभएको छ र जुन एउटा आफू निर्वाचनमा उम्मेदै गर्दाखेरि चुनाव लड्दै गर्दाखेरि त्यति बेला दिएका घोषणापत्रमा उल्लेखित सम्पूर्ण कुराहरू चाहिँ पुरा गर्नुहुनेछ भन्ने हामी पूर्ण विश्वासका साथ यहाँलाई शुभकामना पनि दिन चाहन्छौँ। र आजको हामी यस एपिसोडबाट बिदा हुन चाहन्छौँ। हस्, धन्यवाद।